हेलो साथीहरु, नमस्ते नमस्ते है। आज विशेष वनरक्षक क्लास को बारेमा हामी छलफल गर्दै छौं। क्लास भन्दा नि हाम्रो आज युट्युब च्यानलमा विशेष वनरक्षकको सम्भावित पर्सनहरुसँग राखेको छु। मैले मेरो युट्युब च्यानल मिस्टर कार्की राजालाई सब्स्क्राइब गर्नु होला है सबैले। दैनिक आउने छ भिडियो, सबैले सब्स्क्राइब गरेर राख्नु होला। र हामी पर्सन नम्बर 1 मा जाम है। पर्सन नम्बर 1 मा यो रहेको छ, वन ऐन 2076 कहिले प्रमाणीकरण भयो भनेर भनेको छ है। वन ऐन 2076 कहिले प्रमाणीकरण भयो भनेको छ। अप्सन 1 मा छ 2076 6 महिना 8 गते र अप्सन 2 मा रहेको छ 2076 6 महिना 27 गते। 3 मा रहेको छ 2076 6 महिना 28 गते र 4 मा रहेको छ 2076 6 महिना 20 गते। कमेन्ट गरौँ है, कमेन्ट गरौँ यसो कति हो भन्ने कुरा। वन ऐन 2076 प्रमाणीकरण भएको मिति चाहिँ हाम्रो कति हो भनेपछि 2076 6 महिना 27 गते है साथीहरु। 2076 6 महिना 27 गते हाम्रो प्रमाणीकरण भएको मिति हो वन ऐन 2076। वन ऐन 2076 पढ्न अति जरुरी हुन्छ। सबैले गहन अध्ययन गर्नुपर्छ, गहन अध्ययन गरेर पढ्नु होला। केही नभने 4 देखि 5 सम्म क्वेशन यही वन ऐनबाट नै सोध्ने गरेको छ है। अब हामी अर्को क्वेशनमा जान्छौं। प्रश्न नम्बर 2 मा रहेको छ, नेपालमा दुई वटा डिभिजन वन कार्यालय भएका जिल्ला कति छन् भनेर सोधेको छ है। दुई वटा डिभिजन वन कार्यालय रहेको जिल्ला कति छन् भनेर भनेको छ। अब 1 नम्बरमा छ 5 जिल्ला, 2 मा 6 जिल्ला, 3 मा 7 जिल्ला, अप्सन 4 मा 8 जिल्ला रहेको छ भने हाम्रो राइट एन्सर के होला साथीहरु कमेन्ट गरौँ है। हाम्रो दुई वटा डिभिजन वन कार्यालय रहेको जिल्ला चाहिँ 7 वटा रहेको छ है। 7 वटा जिल्लामा दुई वटा डिभिजन वन कार्यालय रहेको छ है। 7 वटा जिल्लामा 7 वटा जिल्लामा के रहेको छ, दुई वटा डिभिजन वन कार्यालय रहेको छ। यो पनि अति नै महत्त्वपूर्ण क्वेशन हो। यो चाहिँ सोधिरहेको, बारम्बार सोधिरहेछ है केटाहरु साथीहरु, सबैले सोधिरहेछ बारम्बार, 3 चोटी लगातार सोधिसकेको छ। हामी पर्सन नम्बर 3 मा जाउँ। अब पर्सन नम्बर 3 मा छ, नेपालमा पाठे बाघको संख्या कति रहेको छ भनेछ। नेपालमा पाठे बाघको संख्या नजुकिनु होला साथीहरु, नेपालमा पाउने बाघ भनेकै पाठे बाघ मात्र पाउँछ है। नेपालमा पाउने बाघ भनेकै पाठे बाघ मात्र पाउँछ। 1 मा भनेको छ 250, 2 मा 355, अप्सन 3 मा छ 350, अप्सन 4 मा छ 255। यसको राइट एन्सर के हो कमेन्ट गरौँ है सबैले। शेयर सब्स्क्राइब पनि गर्नु होला। अति महत्त्वपूर्ण क्वेशनहरु राख्ने छु। हाम्रो नेपालमा पाठे बाघको संख्या अहिले गणना हुँदैछ है साथीहरु, गणना हुँदैछ। हाम्रो पहिलाको तथ्याङ्क अनुसार 355 पाठे बाघको संख्या रहेको छ। पाठे बाघको संख्या कति रहेको छ, 355 रहेको छ है। सबैले सम्झिने 350 वटा बाघ हाम्रो नेपालमा छन् भनेर सम्झिने है। अप्सन नम्बर 4 मा जाउँ। अब क्वेशन नम्बर 4 मा के भनेको छ, नेपालको सबैभन्दा पहिला स्थापित राष्ट्रिय निकुञ्ज कुन हो। पहिलो स्थापित राष्ट्रिय निकुञ्ज भन्ने हो भने यसो कमेन्ट गरौँ है। 1 नम्बरमा छ सगरमाथा राष्ट्रिय निकुञ्ज, 2 मा छ बर्दिया राष्ट्रिय निकुञ्ज, 3 मा चितवन राष्ट्रिय निकुञ्ज, 4 मा बाँके राष्ट्रिय निकुञ्ज। कुन होला साथीहरु, कुन जस्तो लाग्छ तपाईहरुलाई? पक्कै पनि थाहा होला है। यसको नेपालको सबभन्दा पहिलो स्थापित राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो है। चितवन राष्ट्रिय निकुञ्ज पहिलो स्थापित राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना 2030 सालमा भएको हो, सबैले थाहा नै होला है। अब हामी पर्सन नम्बर 5 तिर जाम है। पर्सन नम्बर 5 मा रहेको छ, नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो भनेको छ। नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हेर्ने हो भने 1 नम्बरमा छ चितवन राष्ट्रिय निकुञ्ज, 2 मा बर्दिया राष्ट्रिय निकुञ्ज, 3 मा सगरमाथा राष्ट्रिय निकुञ्ज, 4 मा छ सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज। कमेन्ट गर्नु होला सबैले। नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज भनेर सायद थाहा नै होला तपाईहरुलाई है। कमेन्ट गर्नु होला सबैले। नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज है। त्यसै गरेर हामी पर्सन नम्बर 6 मा जाने छौं। पर्सन नम्बर 6 मा यस प्रकार रहेको छ, सबैले ध्यान दिएर सुनौ है। सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ। अब सबभन्दा ठुलो हाम्रो सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज हो है। सबभन्दा ठुलो सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, यसको क्षेत्रफल कति रहेको छ त अब
कमेन्ट गरौँ साथीहरू। 1 मा छ 3555, 2 मा 2712, 3 मा छ 2678 र 4 मा छ 3575। कमेन्ट गरौँ है, सबैले कमेन्ट गरौँ। हाम्रो सेफोक्सिनो राष्ट्रिय निकुञ्जको क्षेत्रफल रहेको छ 2712, पुरानो चाहिँ 355 थियो, 3555 थियो भने अहिले चाहिँ 2712 रहेको छ है। अब हामी प्रश्न नम्बर 7 मा जान्छौँ। बाघ गणना 2025 कतिऔं गणना हो भने चाहिँ अहिले नै हाम्रो पुस 1 गतेबाट बाघ गणना भइरहेछ है साथीहरू। पुस 1 गतेबाट बाघ गणना भइरहेछ। हाम्रो त्यो गणना चाहिँ कतिऔं गणना हो भनेर भनेको छ हैन। त्यो हाम्रो गणना चाहिँ अब थाहा छ भने कमेन्ट गरौँ है सबैले। 1 मा छ 2 औं गणना, 2 मा छ 4 औं गणना, 3 मा छ 5 औं गणना, 4 मा छ 6 औं गणना। अब कति औं गणना होला साथीहरू कमेन्ट गरौँ है। हाम्रो 2025 मा गणना भएको 5 औं गणना है। 5 औं गणना हाम्रो 5 औं राष्ट्रिय बाघ गणना हुँदैछ है नेपालमा, भइरहेछ। अब प्रश्न नम्बर 8 मा जाम हामी। नेपालमा हाल नेपालमा अर्नको संख्या कति रहेको छ भने चाहिँ अर्नको संख्या थाहा होला तपाईहरुलाई पक्कै पनि। 1 मा 298, 2 मा 398, 3 मा 498, 4 मा 598 रहेको छ। कमेन्ट गरौँ सबैले है। यसको राइट एन्सर रहेको छ 498 है साथीहरु। नेपालमा अर्नको संख्या 498 रहेको छ। 498। सबैले सब्स्क्राइब गर्नु होला, शेयर पनि गर्नु होला, सबै साथीहरु माझ पुर्याउनु होला। हामी दैनिकी भिडियो राख्ने छौं। अति महत्त्वपूर्ण परीक्षामा हेर्ने भने एकदम आउने सम्भावना आइरहेको प्रश्नहरु राख्ने छौं है। अब हामी प्रश्न नम्बर 9 मा जान्छौं है। प्रश्न नम्बर 9 मा के छ? बाघ गणना कति वर्षमा गरिन्छ भने छ। बाघ गणना कति वर्षमा गरिन्छ साथीहरु कमेन्ट गरौँ। बाघ गणना 1 मा छ 3 वर्ष, 2 मा 5 वर्ष, 3 मा 4 वर्ष, अप्सन नम्बर 4 मा 6 वर्ष भनिएको छ हैन। कति वर्षमा बाघ गणना गरिन्छ होला त साथीहरुलाई थाहा छ भने कमेन्ट गरौँ है। नेपालमा बाघ गणना हाम्रो 4 वर्षमा गरिन्छ। पहिला 5 वर्षमा गरिन्थ्यो, अहिले 4 वर्षमा बाघ गणना गरिन्छ है त साथीहरु। यो चाहिँ सबैले सम्झिने 4 वर्षमा बाघ गणना हुन्छ भनेर सम्झने है। अब हामी जान्छौं 10 नम्बर। प्रश्न नम्बर 10 मा के छ भनेपछि सबैभन्दा धेरै बाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो भनेको छ। अब सबैभन्दा धेरै बाघ पाइने राष्ट्रिय निकुञ्ज कुन होला त? अप्सन 1 मा छ पर्सा राष्ट्रिय निकुञ्ज, अप्सन 2 मा छ बाँके राष्ट्रिय निकुञ्ज, अप्सन 3 मा छ बर्दिया राष्ट्रिय निकुञ्ज, अप्सन 4 मा रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। अब हेर्ने हो भने हाम्रो सबैभन्दा धेरै बाघ पाइने राष्ट्रिय निकुञ्ज भनेको नै चितवन राष्ट्रिय निकुञ्ज हैन। चितवन राष्ट्रिय निकुञ्जमा सबभन्दा धेरै बाघ पाइन्छ। कतिवटा पाइन्छ साथीहरु? यसको थाहा होला तपाईहरुलाई। 128 वटा हाम्रो चितवन राष्ट्रिय निकुञ्जमा पाइन्छ है। बाघ 128 वटा चितवन राष्ट्रिय निकुञ्जमा पाइन्छ। त्यसैगरी हाम्रो सबै बाघको संख्या 355 रहेको छ हैन। प्रश्न नम्बर 11 मा जाउँ। कतार सरकारलाई उपहार दिएका हात्ती रुद्रकली र खगेन्द्र प्रसाद। अब यहीँबाट हामीले चोर्ने हो के। कतार सरकारलाई उपहार दिएको हात्ती कुन हो भनेर आयो भने रुद्रकली र खगेन्द्र प्रसाद त भइहाल्छ हैन। कुन रहेछ त? रुद्रकली र खगेन्द्र प्रसाद रहेछ। अब तिनीहरू हात्तीलाई कहिले कतार पठाइयो भनेर सोधेको छ। 1 मा छ विक्रम सम्वत 2082 9 महिना 2 गते, 2 मा विक्रम सम्वत 2081 9 महिना 2 गते, 3 मा छ विक्रम सम्वत 2080 9 महिना 2 गते, 4 मा छ विक्रम सम्वत 2079 9 महिना 2 गते। हाम्रो यसको राइट एन्सर साथीहरु कमेन्ट गरौँ। हाम्रो भर्खर अस्ति 2082 9 महिना 2 गते कतार सरकारलाई हाम्रो रुद्रकली र खगेन्द्र प्रसाद उपहार स्वरूप पठाइसकेको छ है। अब हामी प्रश्न नम्बर 12 मा जाम। प्रश्न नम्बर 12 मा के छ? कतार सरकारलाई उपहार स्वरूप दिएको हात्तीको नाम के छ? अब मैले माथि नै बताइसकेको छु हैन, थाहा छ होला पक्कै पनि। कतार सरकारलाई उपहार दिएको हाम्रो हात्ती कुन हो भनेको छ। त्यो चाहिँ रुद्रकली र खगेन्द्र प्रसाद हुन् है। रुद्रकली र खगेन्द्र प्रसाद हुन्। यसमा दुविधा नहुनु होला। अब प्रश्न नम्बर 13 मा छ विश्व सिमसार दिवस कहिले मनाइन्छ त? अब हाम्रो विश्व सिमसार दिवस हेर्ने हो भने फेब्रुअरी 1 मा भनेको छ फेब्रुअरी 2, अप्सन नम्बर 2 मा अगस्त 1, अप्सन नम्बर 3 मा जुन 5, अप्सन नम्बर 4 मा जुलाई 29 भनेको छ। साथीहरुलाई पक्कै पनि थाहा छ होला। फेब्रुअरी 2 मा सिमसार दिवस मनाउँछौं हामीले है। अब जुन 29 मा के हो? विश्व बाघ दिवस है।
के भनेको छ, विश्व बाघ दिवस हामीले कहिले मनाउँछौँ? विश्व बाघ दिवस है। हाम्रो विश्व बाघ दिवस जुलाई 29 हैन। हाम्रो जुन 5 भन्यो वातावरण दिवस है। वातावरण दिवस कहिले मनाउँछौँ? जुन 5 मा हामीले वातावरण दिवस मनाउँछौँ है। अब जाम यहाँ प्रश्न नम्बर 14 मा विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको सिमसार क्षेत्र कति छन् भनेको छ। विश्व सम्पदा सूचीमा नेपालको सिमसार क्षेत्र कति छन् त है, कमेन्ट गरौँ सबैले। अप्सन 1 मा छ 9, अप्सन 2 मा 8, अप्सन 3 मा 10, अप्सन 4 मा 11 छन्। हाम्रो यसको राइट एन्सर के हो? अप्सन नम्बर 3 10 वटा है। 10 वटा विश्व सम्पदामा सूचीकृत हाम्रो नेपालको सिमसार क्षेत्रहरू रहेका छन्। अब हामी जाम प्रश्न नम्बर 15 मा तिनजुरे मिल्के केका लागि प्रसिद्ध रहेको छ। अब तिनजुरे मिल्के केका लागि प्रसिद्ध छ भनेको छ। अब कमेन्ट गरौँ है सबैले। 1 मा हिउँको लागि, 2 मा लाली गुराँसको लागि, 3 मा चितुवाको लागि, 4 मा बाघको लागि। अब के को लागि तिनजुरे मिल्के प्रसिद्ध होला त साथीहरू, कमेन्ट गरौँ है। पक्कै पनि यसको राइट एन्सर अप्सन नम्बर 2 लाली गुराँसको लागि तिनजुरे मिल्के प्रसिद्ध छ है। लाली गुराँसको लागि तिनजुरे मिल्के प्रसिद्ध छ भनेर सम्झिने। अप्सन नम्बर 16 मा छ नेपालको कान्छो राष्ट्रिय निकुञ्ज कुन हो? नेपालको कान्छो राष्ट्रिय निकुञ्ज हेर्ने हो भने अप्सन ए मा पर्सा राष्ट्रिय निकुञ्ज, अप्सन 2 मा बाँके राष्ट्रिय निकुञ्ज, अप्सन 3 मा छायानगर राष्ट्रिय निकुञ्ज, अप्सन 4 मा रारा राष्ट्रिय निकुञ्ज। कुन होला त साथीहरू, कमेन्ट गरौँ है। पक्कै पनि कमेन्ट गरौँ। नेपालको कान्छो राष्ट्रिय निकुञ्ज भनेर हामीले पहिला चाहिँ पर्सा राष्ट्रिय निकुञ्जलाई चिनिन्थ्यो भने अहिले हाम्रो छायानगर राष्ट्रिय निकुञ्ज नयाँ आज यो हाम्रो कान्छो राष्ट्रिय निकुञ्ज भनेर हामीले छायानगर राष्ट्रिय निकुञ्जलाई चिनिन्छ। यसको क्षेत्रफल 843 वर्ग किलोमिटर छ है। यहाँ त्यही रहेछ क्वेसन रहेछ, मैले माथि नै भनिसकेको छु। प्रश्न नम्बर 17 मा छायानगर राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ? पक्कै पनि यसको त मैले भनिसकेको छु, 843 वर्ग किलोमिटर छ है। कोहीले भनिरहेको छन् 906 वर्ग किलोमिटर, यो चाहिँ होइन है। 906 वर्ग किलोमिटर होइन, 843 वर्ग किलोमिटर नै हो। यसको तथ्याङ्क हेर्दाखेरि गुगलमा गएर हेर्दाखेरि 843 वर्ग किलोमिटर छ। नजुकिनुहोला साथीहरू, 906 होइन 843 वर्ग किलोमिटर यसको राइट एन्सर 843 वर्ग किलोमिटर है। 843 वर्ग किलोमिटर छायानगर राष्ट्रिय निकुञ्जको क्षेत्रफल रहेको छ है साथीहरू। अब हामी अप्सन नम्बर कति प्रश्न नम्बर 18 मा जाम। वन नियमावली 2079 कहिले लाल मोहरमा प्रकाशन गरियो? अब वन नियमावलीबाट पनि अति महत्त्वपूर्ण क्वेसन हो यो, सोधि नै हाल्छ, जहिले पनि सोध्छ यो। अप्सन 1 मा छ 2078 3 महिना 16 गते, 2 मा छ 2079 3 महिना 16 गते, 3 मा छ 2080 3 महिना 16 गते, 4 मा 2081 3 महिना 16 गते छ। साथीहरू यसको कमेन्ट गरौँ है। यो त सोधिहाल्ने नै प्रश्न हो, अहिलेसम्म सोधिरहेछ, धेरैचोटि सोध्छ। यसको राइट एन्सर के होला कमेन्ट गरौँ सबैले। वन नियमावली 2079 हाम्रो कहिले भयो त? लालमोहरमा प्रकाशन 2000 सरी है। यसको हाम्रो कहिले भयो भनेपछि 2079 3 महिना 16 गते है। 2079 3 महिना 16 गते हाम्रो वन नियमावली 2079 लालमोहरमा प्रकाशन भएको छ है। 2079 3 महिना 16 गते है, सबैले सम्झिनु। 2079 3 महिना 16 गते है। अब हामी जाम 19 नम्बरमा। प्रश्न नम्बर 19 मा के रहेको छ? वन नियमावली पहिलो संशोधन कहिले जारी गरिएको हो? पहिलो संशोधन साथीहरू यो पनि अति नै महत्त्वपूर्ण क्वेसन हो। पहिलो संशोधन भन्न बित्तिकै हामीले कहिले भएको थियो? 2080 मा भएको थियो पक्कै पनि है। अब 80 वाला भन्न बित्तिकै त हामीले थाहा पाइहाल्छौँ। 80 अप्सन आउन बित्तिकै अप्सन 1 मा छ 2079 4 महिना 32 गते, अप्सन 2 मा छ 2080 4 महिना 32 गते, 3 मा छ अप्सन 3 मा के छ 2081 4 महिना 32 गते, अप्सन 4 मा छ 2082 4 महिना 32 गते। यसको राइट एन्सर के होला साथीहरू, कमेन्ट गरौँ। पक्कै पनि यसको कहिले होला त? वन नियमावली पहिलो संशोधन 2080 4 महिना 32 गते हाम्रो पहिलो संशोधन भएको है। अब हेर्ने हो भने वन नियमावली कहिले लालमोहरमा कहिले प्रकाशन भयो अरे? 2079 है। 2079 3 महिना 16 गते है। 3 महिना 16 गते हाम्रो के भयो? वन नियमावली लालमोहरमा प्रकाशन भयो र
बन्नेमा अलि पहिलो संशोधन कहिले भयो 2080 4 महिना 32 गते है साथीहरु सम्झिने 2080 4 महिना 32 गते भनेर सम्झिने। प्रश्न नम्बर 20 मा छ कुन जनावरको बच्चालाई डमरू भनिन्छ। कुन जनावरको बच्चालाई डमरू भनिन्छ होला त? 1 मा छ बाघ, अप्सन नम्बर 2 मा छ हिउँ चितुवा, अप्सन नम्बर 3 मा छ चितुवा, अप्सन नम्बर 4 मा छ माथिका सबै। अब कुनको बच्चालाई डमरू भनिन्छ होला थाहा छ होला तपाईहरुलाई। अब अप्सन नम्बर ए हेर्ने हो भने बाघको बच्चालाई पनि डमरू भनिन्छ, अप्सन नम्बर 2 हिउँ चितुवाको बच्चालाई डमरू भनिन्छ, अप्सन नम्बर 3 चितुवाको बच्चालाई पनि डमरू भनिन्छ। हाम्रो राइट एन्सर के हो? माथिका सबै है। हाम्रो माथिका सबै राइट एन्सर के हो? हाम्रो माथिका सबै है। सबैलाई हाम्रो हिउँ चितुवा भयो, बाघ चितुवा यी सबैको बच्चालाई के भन्छ? डमरू भनिन्छ है, डमरू भनिन्छ। साथीहरु आजलाई 20 वटा मात्र राखेको छु मैले। बाँकी अर्को भागमा हामी भेट्ने छौं र अर्को भिडियो लिएर आउने छु। प्रतीक्षामा बस्नु होला सबैजना। सबैजनाले माया गरिदिनु होला है। डेली आउने छ हाम्रो मिस्टर कार्की राजा युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। डेली आउने छ, तपाईहरुलाई धेरै लाभ मिल्नेछ यो युट्युब च्यानलबाट। सब्स्क्राइब गरेर राख्नु होला। वनरक्षकको अति महत्त्वपूर्ण क्वेशनहरु राख्ने छौं हामी है। अति महत्त्वपूर्ण क्वेशनहरु डेली राख्ने छौं हामीले। डेली 30 वटा है। डेली 30 वटा क्वेशन आउने छ। डेली 30 वटा क्वेशन हामी राख्ने छौं है। डेली 30 वटा क्वेशन राख्ने छौं। तपाईहरुले डेली 30 वटा क्वेशन पनि कन्ठ गर्नु भयो भने पनि तपाईहरुलाई धेरै राहत मिल्नेछ। त्यही भएर तपाईहरुलाई धेरै सहयोग मिल्नेछ। सबैजनाले फलो के भन्छ सब्स्क्राइब गरेर राख्नु होला। मिस्टर कार्की राजा युट्युब च्यानल सबैले सब्स्क्राइब गर्नु होला, शेयर गर्नु होला र रिपिट गरेर हेर्नु होला। तपाईहरुलाई अति महत्त्वपूर्ण क्वेशनहरु आउने छ। सबैजनाले लाइक शेयर सब्स्क्राइब गरेर सबैजनाले साथ दिनु होला र आफ्नो तयारीले अब्बल बनाउनु होला साथीहरु। धेरै प्रतिस्पर्धा भइरहेछ है। धेरै प्रतिस्पर्धा भइरहेछ। ल हामी अर्को भिडियोमा भेटौँला भोलि। राख्ने छु मैले 30 वटा क्वेशन, आज 20 वटा मात्र राखेको छु। डेली हाम्रो 30 वटा डेली क्वेशन प्र्याक्टिस हुनेछ। डेली अति सम्भावित क्वेशनहरु राख्ने छु। सबैले हेर्नु होला है त।